गाइस आज चाहिँ हामी होइन यहाँ माथि धरानको भ्यू हेर्नको लागि यहाँ माथि लक्ष्मी ब्रिज माथि आइरहेको छौँ। हाम्रो यो धरान चाहिँ यस्तो छ गाइस, हेर्नु होला धरान टकसँगले अब यहाँबाट हामी बुढासुब्बा जानुपर्ने हुन्छ फ्याटसँगले अब होइन बुढासुब्बा जानुपर्ने हुन्छ टकसँगले बुढासुब्बा जाने भने यसो राखिदिउँ ल चाहिँ पहिला कस्तो थियो हात्तीसर क्याम्पस अहिले कस्तो भइरहेछ अर्को ब्याङ्क अहिले चाहिँ राति 6 बज्न लागिसक्यो है, छैन 6 बज्न लाग्यो भने है 6 बज्न लाग्यो मलाई चिसो भयो, भाइलाई चिसो भयो। हाम्रो फुटबल हेर्नु सिकायो है, यो चाहिँ हाम्रो अब पिन्डु स्कुल जाने बाटो है। अब यहाँ आइसकेपछि यहाँ त बस्नु नबस्नु त कुनै हो, यहाँ त बस्नु पर्दैन नि एकछिन अनि बस्नु पर्ने हुन्छ। त्यही शम्भु यो चाहिँ हाम्रो टक्कसँगले बुढासुब्बा यता पिन्डुसुर जाने बाटो देखाइदिने है। यताको अब यताबाट हाम्रो अर्को भ्यू पनि देखाइदिउँ न आउनु न। यो चाहिँ टक्कसँगले पिन्डुसुर जाने बाटोको यहाँ सडकको लाइनहरू लगाइदिएको छ मन्दिरमा शान्तसँगले बस्ने सुविधा छ यहाँ। मजाले यहाँ बस्दा हुन्छ लामो सँगले धरान पनि मजाले देखिन्छ। ल दाजु हाम्रो धरान यस्तो छ। अहिले चाहिँ हामी स्याटसँगले पिण्डेश्वरी मन्दिर, अब यहाँदेखि यता पिण्डेश्वरी मन्दिर पर्छ। हामी यहाँ आइरहेछौँ, बुढासुब्बा यता माथि हो, सास पनि परिसकेको छ। यो चाहिँ परको चाहिँ देवी गाउँ भनिन्छ। यो गाउँ चाहिँ देवी गाउँ है गाइस, यो गाउँ चाहिँ देवी गाउँ हो। यहाँको बन्ने त्यही त नि, यहाँ यत्रो घर बनिसकेपछि यार म पनि कति भन्न आएको त। फाइनली हामी चाहिँ आइसक्यौँ होइन, रातिको 6 भइसक्यो। त्यही पनि उज्यालै छ भनेपछि गर्मी महिना लाग्यो, लामो दिन छ, जाडो महिना गएछ। किनकि हातमै पनि मलाई जाडो भएको छैन क्या, गर्मी नै भइरहेको छ भनेपछि गर्मीको फिल भइसक्यो। जोस यहाँ बस्यो भने चाहिँ है आफ्नै फाल्टै आनन्द क्या त होइन। यहाँ बसेपछि आनन्द सुनसान क्या, तल झराउने गाडीको ह्याङङङङङ यहाँ सुनसान क्या। हामी बसेको एरिया पनि यस्तै लाग्थ्यो यार मलाई, कहाँको तलतिर अब आनन्द लाग्थ्यो। अहिले त झ्याउ लाग्छ हो। अब बाइक छिराउने होइन, अनि एक छिराउने मुखतिर अनि
च्यात्तिने ल ल मेरो दाइ के भन्नु त दाइलाई ठिक छ दाजु हामी ठिक छौँ नि सन्चै छौँ एकदम बिन्दास छ बिन्दास जिन्दगी छ है रिल्याक्स चिलमा चिलमै बस्नुपर्छ दाइ सोचेर केही हुँदैन सोचेर के हुन्छ रिस्ता थियो नि के गर्नु पाइताला मुनि राखेर हिँड्नुपर्छ रहेछ दाइ अब यस्तै हो जिन्दगी हाम्रो अहिले स्यामसङ नयाँ निस्केको छ हौ दाइ त्यो स्यामसङ नयाँमा चाहिँ बवाल खतरा हुन्छ अब रात पनि पऱ्यो होइन गाइज अब घर जानुपर्ने हुन्छ घर जाँदा जाँदै अब तपाईँहरूलाई म देखाउने छु होइन बाटोमा के कस्तो हुन्छ अझै राम्रो ठाउँहरू अझै आउनु बाँकी नै छ गाइज होइन मैले देखाउनु नै पर्ने छ दामी छ खतरा छ मन पऱ्यो भने घुम्न आउँदा पनि हुन्छ भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनु होला सबै यो चाहिँ हाम्रो यो डाँडा देखिरहेको चाहिँ दानाबारी भन्छ दाइ हामी यो दानाबारी चाहिँ कहिले जाने हाम्रो प्लान थियो नि कहिले जाने हामी भन्नु त दानाबारी यसो हो टक्कसँगले के भाले खाने प्लान थियो होइन यहाँको भन्दा पनि त्यहाँको चकिलो हुन्छ हौ दाइ अनि एकताल हामीले खाँदा कस्तो दामी भएको थियो कहाँ खेदाउनु पर्यो है त्यही त नि कस्तो खेदाउनु परेको त्यो हामीले कुरालाई एकैचोटबाट हालिदियो है बा त्यही त रातिको भ्यू चाहिँ यस्तो देखिन्छ है हाम्रो धरानको धरान बजार दामी देखिन्छ है दाइ हाम्रो भ्यू हाम्रो धरानै गाइस यो सेतो खालको भवन छैन त्यो कस्तो अँध्यारो देखिएको छ यहाँ हेर न यहाँ क्याल्लै ताइरहेको छ हेर न अँधेरो छ अँधेरो भयो पनि सक्छ नि त क्लियर आइरहेको छ कस्तो दामी देखिन्छ है हाम्रो धरान हो नि यार गाइस घुम्न मन लाग्नेहरू आएर घुम्दा हुन्छ है धरान बजार यस्तो छ हेर्नुहोस् नदेख्नेहरूले होइन यो चाहिँ हाम्रो मन्दिर हाम्रो धरानको पिण्डेश्वरी मन्दिर भनिन्छ है गाइस यसलाई चाहिँ यो चाहिँ हाम्रो पिण्डेश्वरी मन्दिर भनिन्छ आमा यस्तो अँधेरो भने कस्तो उज्यालो आइदिरहेछ है दाइ मन्दिर हो नि त मन्दिर हुँदैन त्यो कस्तो उज्यालो कस्तो अँधेरोमा उज्यालो आइदिरहेछ हौ भिडियोमा यार अहिले त छ पनि क्रस भइसक्यो नि त पोखरीका देखाउँदा कस्तो दामी आइरहेको छ हेर ल हामी चाहिँ फाइनली आइसक्यौँ धरान बजार होइन त हामी बगरकोट आइपुग्यौँ बगरकोट आइपुग्यौँ धरान 15 अघि माथिबाट हेरेको भ्यू स्टार्ट बन्द अघि माथिबाट हेरेको हामी आइपुग्यौँ यहाँ मैले ओभर कन्फिडेन्स कुदाइदेऊ त यार भाइ होइन त ज्वरमै झरिरहेको छ होइन त लाइटै छैन हेर न लाइटै गाडीको लाइटै दामी तर हाम्रो धरानको सानो थमेल बजार यानि कि बगरकोट आइपुग्यो बगरकोट दामी ठाउँ ल है हाम्रो यो बगरकोट है गाइस कोही घुम्न आउनुभएको छ भने आउँदा हुन्छ है यो स्कुलको बस हो यहाँ हाम्रो चोक हो यो चाहिँ ट्याक्कसँगले ए यो चाहिँ हाम्रो रेस्टुरेन्ट थियो है यता यस्तो छ है गाइस हाम्रो बगरकोटको होइन त बवाल छैन